नमस्ते सबैजनालाई। यो भिडियो चाहिँ वर्ल्ड लिङ्क बुटोल ब्रान्चको पिकनिक प्रोग्रामको रहेको छ। भेन्यू चाहिँ खैरेनी गौतम बुद्ध पार्क। हाम्रो यात्रा चाहिँ सुरु हुन्छ यहाँबाट। फाइनली हाम्रो पिकनिक स्टार्ट भइरहेको छ। बुटोलमा छौँ हामी। गाडी चाहिँ रेडी छ। गाडीमा सबजना आइसक्नु भएको छ है। अफिसियली पिकनिक हो आज चाहिँ। ठ्याक्क पारेर टुडुक टुडुक टुक टुडुक टुडुक टुक। फाइनली दुईजना आएन के रोक्नु त आउँदैछ कि बाहिर गाडी बसिसक्यो अब छिटो बस हिँड्न लागेको स्टार्ट भयो। मान्छेहरू गेम खेल्नु बसिरहेको छ। फाइनली आयो होइन हामी पिकनिक स्पोट आइसक्यो होइन। गौतम बुद्ध राष्ट्रिय उद्यान उत्थान उत्थान हो कि उद्यान हो। हामी ट्याक्क पिकनिक स्पोट छिर्दैछौँ। कहाँबाट हो? यताबाट हो भित्र जाने। बुद्धसँग रिलेटेड केही कुराहरू छ मूर्ति राखेको ल डिजे आइसक्यो। अब डिजे बज्छ हाम्रो। फाइनली पिकनिक स्पोट आइयो। त्यो चाहिँ पार्क छ एज अ पिकनिक स्पोट। एउटा सर भन्नु नि के भन्न त के भन्ने होइन। अब थाकेर आयो स्पेस बोक्यो। अब यता अब खानु पर्यो नि के। ल के जाओस् हामी पिकनिक स्पोट आयौँ त अब के हुन्छ। अब हाम्रो भन्नु के भनिदिनुहोस् ल के हुन्छ अब हाम्रो। अब के हुने सर अब हाम्रो युवाला हुन्छ हो के हुन्छ रे? युवाला खेवा ताल रहेछ है। ए अब पौडी त खेलिहाल्नु पर्छ। ताल छ है त्यो त। ल हामी चाहिँ अलि ढिला आयो जस्तो लाग्यो। अहिलेसम्म ठ्याक्क खसी चाहिँ रेडी हुनु पर्थ्यो त। यतिखेर त खसी रेडी हेर्नु पर्यो। भोक लागिसक्यो। ए त्यो कनेक्टर सुमन सर खै। फाइनली पिकनिक स्पोट आइयो। खसी आउनु बाँकी छ, सामान आउनु बाँकी छ। हाम्रो सबैजना आइसक्यो। आत्तिन पर्दैन। खानेकुरा लोड हुँदैछ। अब आउँछ एकछिनमा। बलि त आएको। सर के छ? यही हो आज हाम्रो शीतल। ल आजको आज के आजको शीतल नै हो। हान्ने चाहिँ कसले हो? पानी तातिरहेको छ है। ल ल हाम्रो चाहिँ आजको बोका कटिङ हुनेछ। अब चट यहीँ काट्ने हो र? रमेश सर यहीँ गर काट्ने यहीँ हो यहीँ काटे नि हुन्छ यार यहीँ काटौँ क्या
उता लग्नु उता उता ल हाम्रो खसी कटिङ हुँदैछ है बोका कटिङ त्यही हो कि सर कस्तो हो कसले हान्छ खसी दाउले ल उता डान्स चलिरहेछ यता कुकिङ भइरहेछ यता चाहिँ हाम्रो खसी कटिङ हुँदैछ कसले हान्छ कस्तो लागिरहेछ खुन छोप्ने मान्छेलाई ल एकछिन फाइनल्ली त्यहाँ रोकेपछि मिलाएर ओ सर अगाडि नबस्नु एकछिन आउँदैछ एकछिन है हेरेर छिन्टाउनु त छिन्टाइयो नि रेटर भयो नि तर मजा आएन यार होइन सिधा हाने कि हल्का च्वाट्टै जान्थ्यो कि ए ल ठिक छ के छ त कस्तो लागिरहेछ त अनि खसी त कटेन देख त लिमा धारै थिएन मैले धार आफैले लगाएर आएको छु यार त्यो हानै मिलेन के सिधा स्ट्रेट हानेर हो कि हल्का त्यसो हाने चट्ट जान्छ तातो पानी हालिराख्नु हुन्छ यार होइन हातले बिसिरहे सोही निकाल्नु पर्यो पहिला हातले निकाल्नु तयार बनाउनु है दाउराको जति स्रोत साधन छ त्यतिलाई युटिलाइज गर्नु पर्यो के रिसोर्सेसको प्रपर युटिलाइजेसन के अरे रिसोर्सेसको प्रपर युटिलाइजेसन के रेडबुल खाएको मिक्स गर खसी रेडी हुँदैछ है फाइनल्ली हाम्रो सर गेम जितेको कस्तो लागिरह
के गर्न के लाको गेमलाई दाउरा भइटो पर्ने ए ल ल नयाँ गेमको तयारी हुँदैछ यहाँ ल के भयो अरे ए फुट्छ ल नयाँ गेमको तयारी हुँदैछ हाम्रो ल यहाँ रेडी भइसक्यो फुटाउने लट्ठी चाहिँ अर्को गेम मट्टा फोड्यो होइन प्राइज एकदम राम्रो छ जसले फुटाले पायो प्राइज त्यसैमा छ कहीँ अन्त जान पर्दैन जसले फुटाले पायो प्राइज पार्टिसिपेन्ट ओपन पार्टिसिपेन्ट कुनै पनि पैसा लाग्ने छैन ओपन पार्टिसिपेन्ट जसले पनि पायो मट्टा फोड यो फोड्ने गेम चाहिँ हुँदैछ अब हाम्रो मट्टा फोड ल गेमको बारेमा केही भनिदिनु न गेमको बारेमा के भनिदिनु डाइरेक्सन उनीहरूलाई भन्छ डाइरेक्सन सुन्न सक्नु पर्यो त्यसपछि राम्रो पढेपछि त्यसको भित्र भएको क्यास ओ क्यास छ ल यभित्र क्यास छ यभित्र क्यास छ क्यास छ ओ यभित्र क्यास छ मट्का फोड्ने हैन त ओपन पार्टिसिपेट गरेर हामी बन्न हुन्छ देखो आगे मेला वर्ल्डिङ का मेला कहाँ मेला भनेर मेला वर्ल्डिङ का मेला मट्कामा छ जसले फोडे पायो आँख बन्द मट्का फोड ल आँखबन मट्काफोड मरेश नेपाने साइड लाग्नु पर्यो साइड लाग आँखबन मट्काफोड प्राइज मट्कामा छ ओपन पार्टिसिपेन्ट रोलिङ कार्यक्रममा मट्का फोडिन्छ त पाल्नुले सबै मेरा बहिनी त्यो भित्र पैसा छ रे के भित्र आँख बन्द मट्का फोड ओपन पार्टिसिपेन्ट जसले पनि यो लाइन चाहिँ अलिक टाढा हुनु पर्यो भएन यो लाइन उतै हुनु पर्यो यहाँ दुईटा मात्र मट्का छ हो आँख बन्द मट्का फोड कम्पिटिसनमा हामीले समय राखेको छ जम्मा 15 मिनेट त्यसपछि ओपन बार कम्पिटिसन छ सरी ओपन बार प्रोग्राम छ त्यो कोले पाउँछ हेर मै त हेरौँ न आज गेम ल पहिलो यहाँबाट स्टार्ट हुँदै हुनुहुन्छ हाम्रो 8 रुपैयाँको मेसेन्जर दिदी ल हाम्रो फर्स्ट कन्टेस्टेन्ट मट्का फोड्नेले प्राइज कहीँ खोज्न जान पर्दैन मट्कामा छ कहीँ खोज्न जान पर्दैन मट्कामै छ है उहाँको प्राइज के छ त्यो पनि भनिदिनु न मट्का आँख बन्द मट्का फोड कम्पिटिसन हो ओपन पार्टिसिपेन्ट छ कहीँ कतै जान पर्दैन आँख बन्द मट्का फोड कम्पिटिसन कहीँ जान पर्दैन आँखा देखिरहेछ दिदी यो कति नम्बर हो ल मलाई थाहा छैन त उहाँले देख्नु भएन आँख बन्द मट्का फोड कम्पिटिसन छ मान्छे चाहिँ त्यहाँबाट आउने हो है मट्का चाहिँ यहाँ छ मट्का फोड यहाँबाट ठ्याक्क आएर फोड्नु पर्छ त्यहाँबाट हेरौँ आगे सोर्लिङ बनबोध पार्क प्रोग्राममा मट्का फोड कम्पिटिसन आँख बन्द मट्का फोड जसले फोड्यो पायो दायाँ बायाँ कतै हेर्नु पर्दैन सिधै मट्का फुटाल्ने हो ल सबै हेरौँ है कोही बन्न पाउँदैन है कोही बन्न पाउँदैन फर्स्ट मान्छे ल घुमाउनु एक राउन्ड कसैले भन्न पाउँदैन है आँख बन्द मट्का फोड कम्पिटिसन घेराबन्द बाहिर बस्दै हाम्रो
राम सर तपाईँले घेराभन्दा बाहिर कसैले पनि बाहिरबाट हुटिङ गर्न पाइँदैन जसले हुटिङ गर्नुहुन्छ त्यो भएको प्राइजको डबल प्राइज दिनु पर्छ अरे है दायाँ बायाँ तल माथि हुँदैन कसैले पनि मटका चाहिँ उहाँ चाहिँ तर उहाँ चाहिँ यता भाग उल्टो भयो के उल्टो ठिक्कै पछाडि फर्किनु सिधै ब्याक फर्किनु के सिधै पछाडि फर्किनु त पछाडि फर्किनु सिधै पछाडि पछाडि फर्किनु सिधै पछाडि मटका वहाँ छ मटका वहाँ छ मान्छे नेक्स्ट टाइम हेचर मिसले घुमाएर सिधा राखिदिनु पर्यो घुमाएर सिधा गरिदिनु पर्यो फर्स्ट राउन्ड एक राउन्ड घुमाउने सिधा यहाँबाट चाहिँ आँखा बन्द गर्ने लट्ठी समाउने अनि त्यहाँ गएर मटका फोड्ने है ल अहिलेको कम्पिटिटर हुनुहुन्छ हाम्रो माया दिदी आशा छ उहाँले कुनै पनि केही कुरा पनि देखिराख्नु भएको छैन देखिराख्नु भएको छ उहाँले आफै भन्नु होला नैतिकताको आधारमा भन्न पर्यो है ल भयो 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 ल ल ल ल ल आँख बन्द मटका फोड कम्पिटिसन उहाँले प्राइजको लागि कहीँ जान पर्दैन अरूको ठाउँको फोड्न पर्दैन मेरो दलको फोड्न पर्दैन आफ्नो प्राइजको लागि आफै आफै ल ल ल ल ल ल ल ल स्टार्ट स्टार्ट ल ल ल भयो 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 आउट 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 जता हेऱ्यो त्यतै सिधा लाग्छ नि ल अहिलेको कम्पिटिटर हुनुहुन्छ हाम्रो पुष्कर सर उहाँले हेरेर उहाँले चाहिँ मटका कम्पिटिसन जित्न सक्नुहुन्छ कि सक्नुहुने छैन बोका चाहिँ हाल्नु भएन 4-5 चोटि हाल्नु भएन त्यो आँखा चाहिँ यस्तो मस्त तरिकाले बन्द हुन पर्यो है गाइज ल तरिका हो तरिका हो यो पारा दिदीले माटो छोडिदिनु पर्यो दिदीले बाटो छोडिदिनु पर्यो जाली भयो ल देखेर ल डेमलासँग राम्रोसँग बाँधिरहेको छु उहाँले झ्याली गर्नुभयो त्यही कारणले उहाँलाई त दोहोरो आँखामा पट्टी बाँधिदिएछ हुनेवाला छैन पुष्कर सर उहाँले हेर कतिको फुटाल्न सक्नुहुन्छ के फुटाल्नुहुन्छ अरू केही फुटाल्नु हुन पाइएन मस्त मस्त मटका फुटाल्न पर्यो अरूको टाउको फुटाल्न पाइएन अरूको झार फुटाल्न पाइएन ल ल यो किटिङ गर्न पाइएन मस्त यो तरिका ल मटका यहाँ छ है फेल भयो उहाँ चाहिँ सुरुबाट भन्नु न ठिक छ त्यहाँबाट हाले हुन्छ त सुरुबाट भन्नु न यो कम्पनीबाट यसै पनि जिम्मा हुन्छ हामी आफै 5.5 होइन 5.5 ल
ल अहिलेको कम्पिटिटर हुनुहुन्छ हाम्रो दुर्गा बुढा उहाँले चाहिँ यो मड्का फुटाउन सफल हुनेछ भन्ने आशा गर्दै उहाँलाई चाहिँ उहाँको बाटो छोडिदिनु होला। टाउको फुट्यो भने कसैको केही छुट्यो भने कोहीको फुट्यो भने कोही लुट्यो भने कोही जिम्मेवार हुने सल्लाह छैन। भन्नु त एकचोटि उहाँलाई मस्त आँखा त हाम्रो सालले हुन्छ कि टालले हुन्छ कि टालोले हुन्छ कि पालोले हुन्छ बन्द गरिदिनु। अब हाम्रो हार्दिक अनुरोध गर्दछ हाम्रो तपाईँ जाने होइन मड्का फोड्न कामना बल्ल टार्गेट एचिभ हुन्छ कि लौरोकै माथि लिएर जानु होला। ल यो तरिका मलाई लागिरहेको छ। आज हाम्रो विनोद सरले नदी कोही पनि नगइदिनु हुन हार्दिक अनुरोध गर्दछु। कसैको टाउको साउको खुट्टा सुट्टा अङ्ग भयो भने वर्ल्डिङ जिम्मेवार हुनेवाला छैन। रङ साइड रङ साइड नदी कोही पनि नगइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मनिषको टाउको फुट्यो भने कोही जिम्मेवार हुनेवाला छैन। टाउको कसैको फुट्यो भने कोही जिम्मेवार हुने छैन। नजिक नगइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नजिक नगइदिनु हुन हार्दिक अनुरोध मड्का यता छ मान्छे यता अगाडि कोही हुनुहुन्छ भने केही हटिनु होला। अझै अगाडि हिँड्नु अगाडि हिँड्नु न अगाडि हिँड्नु 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 ब्याक कोही पनि साइडमा आउने पनि छैन। ल मट्का फुट्यो। ओहो मट्का फुट्यो। आँखा चाहिँ नदेख्ने गरेर बाँधामै आँख बन्द मट्का फोड कम्पिटिसनमा फेरि उत्रिनु भएको छ हाम्रो अन्जमी। आशा छ उहाँले यो मट्का फोडेर देखाउनु हुनेछ। यो मट्का फोडेको प्राइज उहाँले कतै खोज्नु पर्ने छैन। मट्का फोडे प्राइज उहाँको मट्का फोडे प्राइज उहाँको अन्त कतै खोज्न जानु पर्ने छैन। मुख पनि बन्द भएर अलिकति समस्या आउन सक्नेछ। त्यसको जिम्मेवार चाहिँ आँखा बन्द गर्ने मान्छेले लिन पर्ने हुनेछ। यस आँख बन्द मड्का फोड कम्पिटिसनमा अन्जु मिस जाँदै हुनुहुन्छ। उहाँले लौरो चाहिँ माथि उठाएर जान पर्ने छ। यति धेरै फर्कन घुमाम। ल सिधा गराइदिउँ उहाँलाई सिधा सिधा सिधा। ल उहाँलाई सिधा है सिधा टक्क सिधा। ल उहाँ सिधा हुनुभयो। ल अगाडि कोही पनि नआइदिनु हुन हार्दिक अनुरोध गर्दछु। कसैको टाउको खुट्टा सुट्टा कसैको केही छुट्यो भने हाम्रो कुनै पनि डिपार्टमेन्ट जिम्मेवार हुनेवाला छैन। लौरो चाहिँ माथि लिएर जानु होला। त्यस्तै टेकेर जान पर्दैन। ल ल ल ल आशा छ अन्जु मिसले फोड्नु हुनेछ भन्ने आशा गर्दै यो म्याच हामीले हेर्दैछौँ।
अगाडि पछाडि कोही पनि नगरिदिन हार्दिक अनुरोध गर्छु कसैको टाउको कसैको खुट्टा हात खुट्टा अङ्गभङ्ग भयो भने होल्डिङ युगर हुने छैन कृपया फोटोग्राफर पनि अलिक टाढा टाढा भएर बसिदिनु न हार्दिक अनुरोध गर्दछु राइट साइड कसैले कसैको विश्वास नगरिदिनु न हार्दिक अनुरोध गर्दछु यहाँ बाटो देखाउने मड्का यहाँ छ बाटो बोलाउने मान्छे यहाँ छ कसैले कसैको विश्वास नगरिदिनु हार्दिक अनुरोध गर्दछु बाटो खेलाउने धेरै छन् यहाँ गन्तव्य र लक्ष्य देखाउने मान्छे कम भेटिन्छ स्वार्थ लाग्छ र स्वार्थ जिन्दगी र स्वार्थी संसार छ यस स्वार्थी संसारमा कसैको विश्वास हुने छैन यस स्वार्थी संसारमा कसैले कसैको विश्वास गर्छ भने उसले आफ्नै खुट्टामा आफ्नो कुराडी हाल्छ सो यस स्वार्थी संसारमा कसैले कसैको विश्वास नगरिदिनु उहाँले फुटाल्न सक्नुहुने भएको छैन फनको दुनियाँको यस फनको दुनियाँको सरको हो फनको होइन दुनियाँको ल एक फनको दुनियाँ अगाडिबाट जो कोही पनि हुनुहुन्छ कृपया हटिदिनु होला हटी गर्नुको म आफै पनि बग्न पर्ने हुन्छ जस्तो सोचिरहेको छ जस्तै पनि अगाडि माइकको नजिक कहाँ उसलाई थाहा अगाडिबाट हटिदिन न हार्दिक अनुरोध केही कोही टुट फुट छ भने त्यहाँबाट कृपया हटाउनु होला कृपया हटाउनु होला आफ्नो सामानहरू ल म एक्लै बनाउनु डिस्क्वालिफाई हुनु पर्यो उहाँ चाहिँ उहाँ बुढा त्यसको दाम Right.
राइट टर्न राइट टर्न राइट टर्न राइट टर्न राइट ल अझै अगाडि अझै 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 राइट अझै राइट अझै राइट अझै राइट अझै राइट के राइटतिर सर्नु अझै 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 राइट अझै राइट अझै राइट अझै राइट अगाडि अझै अगाडि अगाडि थोरै अगाडि राइट अझै थोरै अगाडि Right turn, 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 right turn. Right turn, right turn. अझै अगाडि अझै अगाडि अझै अगाडि हल्का राइट हल्का राइट हल्का राइट हल्का राइट ल अझै 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 अगाडि अझै अगाडि हल्का ल हान्नु 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 टोटल पार्टिसिपेन्ट है आजको पिकनिकको वर्डलिङ बुटोल ब्रान्च के रे रमेश ओ रमेश